यसको बुढोले प्लेन हाइज्याक गर्यो, बुढीले जेन्जीको आन्दोलन हाइज्याक गर्यो, त्यति फरक, अरू केही फरक छैन। यो सरकारले के गर्छ? हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। जेन्जीका लगाएर नेपाली जनताले यो सरकार मरिसक्यो, अपराधी सरकार हो, अपराधीहरूको सरकार हो। पुराना पार्टी, विदेशी दलाल र 2-4 जना एजेन्टहरू मिलेर बनाएको सरकार। हाम्रो केटाहरूलाई पङ्गु मात्र भएका हुन्। गरेर ठुल्ठुलो कुराहरू गरिन् हामीले सौतेनी आमाले। अहिले आएर फेरि म के गर्न सक्दिनँ भनेर हिजो भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भनेर भ्रष्टाचारीलाई वरिपरि राखेर पुरै चलाइरहेको थिइन्। यस्ता हुत्याएर, यस्तो नामर्द, यस्तो कुलङ्गार, इतिहासका नालायक प्रधानमन्त्री, नालायक गृहमन्त्री, यिनीहरूलाई म भन्न चाहन्छु। सुशीला कार्कीको सरकार भन्दा बरु केपी ओली अनि केपी ओलीको त खत्तम चण्डाले भइहाल्यो। यो पनि चोरै हो के। म चाहिँ जनतालाई सुनाउन बसेको, यहाँ सबै मिडियाहरूलाई सुनाउन बसेको हो। जनताले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यो अवसरले पाएको एउटा अवसर हो। प्रदेश सभा, राष्ट्रिय सभा खारेज गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी घोषणा गर्ने, माग पुरा नभइकन चुनाव गर्नु भनेको सम्पूर्ण घाइते, सम्पूर्ण शहीद परिवार, सम्पूर्ण युवाहरू, जेन्जीहरू र सम्पूर्ण नेपाली नागरिकमाथि 100% धोका हो। कसरी हुन्छ चुनाव, कसले गर्छ चुनाव? मेरो जन्मदिनमा हामीले तोकेका चुनाव हो, तर हुँदैन। त्यही भएर चाहिँ यो चुनाव हुँदैन। अझ मैले तातेकै छैन, अझ मैले हल्का तताएँ, हल्का माइलेज दिएँ भने त यो मैले 2 लाख मान्छे ल्याउने काठमा के पनि गाह्रो छैन, लहटिन्छ। यिनीहरूलाई मैले खास राम्ररी राजीनामा देऊ, घिसारा नपरोस् भनेर यहीबाट चेतावनी दिन चाहन्छु। संसद पुनर्स्थापना यति भइहाले छैन, अर्को विद्रोह भएर यिनीहरू मारिन्छन्। हिम्मत नगर, कसैले पनि, यो न्यायाधीशहरूले पनि हिम्मत नगर र पुरानो पार्टीले पनि हिम्मत नगर। अस्ति जिउँदै छोडेछौँ हामीले गर्दाखेरि यो। खास मैले त्यहाँ भैरवनाथ गढमा केटालाई भित्र जा केटाहरू यहीँ छन् भन्दैको सबैजना मर्थ्यो होइन, सेरे पनि मर्थ्यो, सबैजना मर्थ्यो। केटालाई म त्यतिखेर बचाउ भनियो, अब चाहिँ भनिँदैन, तिमीहरू मर्छस्। त्यही भएर बेलैमा होस् पुरा। यो संसद पुनर्स्थापनाको कुरा छोड्दै, चुनावको कुरा पनि छोड्दै, पहिला हत्याराहरूलाई छानबिन, भ्रष्टाचारलाई कारबाही, त्यसपछि प्रदेश सभा, राष्ट्रिय सभा खारेज, अनि त्यसपछि बल्ल निर्वाचन, अनि त्यसपछि बल्ल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन। अरू के होइन। आम नेपाली स्टिल फ्याक्ट्रीमा 12 घण्टा काम गर्न सक्छ? सक्दैन। कहाँ गयो? कहाँ छ स्टिल फ्याक्ट्री? म देखाइदिन्छु। हिँड पञ्चकन्यामा हिँड, हिलास स्टिलमा हिँड, जगदम्बा स्टिलमा हिँड। मेरो त हस्पिटलमै डक्टर छु भाइ, मेरो त 45 साल डक्टर हो। पेसेन्ट त मेरो अलि देशै बिरामीमा देशको उपचार गर्न आयो नि भाइ। हैन देशको उपचार गर्न आयो भाइ। प्रधानमन्त्री के गर्न भन्न गएको? भ्रष्टाचारीको मैले मुख पनि हेर्दिनँ, 5 दिनमा ठेगान लाउँछु भनेर गएको होइन। गृहमन्त्री के भनेर गएको थियो? हो, त्यही भएर आफूले जिम्मेवारी दिएको नगर्नु पनि अपराध हो। त्यही भएर यो सरकार अपराधीको सरकार, अपराधी हामीलाई चाहिँदैन। यिनीहरूले राजीनामा दिनै पर्छ।